हामीले युट्युबमा हेर्न सक्छौँ कि धेरैजना प्रचारकले पवित्र आत्माको फलको बारेमा प्रचार गर्नुहुन्छ, तर पवित्र आत्माको वरदानको बारेमा प्रचार गर्नुहुन्न। अनि हामीले अर्को पार्टमा हेऱ्यो भने कतिजनाले पवित्र आत्माको वरदानको बारेमा प्रचार गर्नुहुन्छ, तर पवित्र आत्माको फलको बारेमा प्रचार गर्नुहुन्न। अनि यो चाहिँ दुईटै एक्सट्रिम हो। कतिले फलको मात्रै प्रचार गर्नुहुन्छ अनि कतिले चाहिँ गिफ्ट्स अफ द होली स्पिरिटको मात्रै प्रचार गर्नुहुन्छ। अनि कुन चाहिँ धेरै इम्पोर्टेन्ट हो, गिफ्ट्स इम्पोर्टेन्ट हो कि फ्रुट अफ द होली स्पिरिट इम्पोर्टेन्ट हो? अनि के पवित्र आत्माको वरदान अहिले पनि छ कि त्यो पहिलाको अर्ली चर्चमा मात्रै थियो? आज हामी त्यो कुरा जान्नेछौँ। वचनले के भन्छ भने हाम्रो चाहिँ जरा चाहिँ वचन हुनुपर्छ, हाम्रो फाउन्डेसन चाहिँ परमेश्वरको वचन हुनुपर्छ, न त कुनै पास्टर, फेमस पास्टर, प्रिचर जोसुकै होस् उहाँहरूको ओपिनियन हुनुहुन्न। हाम्रो फाउन्डेसन चाहिँ परमेश्वरको वचन हुनुपर्छ। पहिलो कोरिन्थी 12:1 यसरी लेखेको छ, भाइ हो अब आत्मिक वरदानहरूको विषयमा तिमीहरू अनजान रहो भन्ने मेरो इच्छा छैन। पावलले कोरिन्थीको मण्डलीलाई त्यति बेला भन्दैछ, पवित्र आत्मिक वरदानको विषयमा तिमीहरू अनजान रहो भन्ने मेरो इच्छा छैन। यदि त्यो पावलको इच्छा थिएन भने हामीले पनि त्यो इच्छा गर्नुहुन्न कि हाम्रो मण्डलीहरू चाहिँ पवित्र आत्माको वरदानको बारेमा अनजान रहोस् भनेर। अनि परमेश्वरको वचनले चाहिँ हामीलाई के सिकाउँछ भन्दाखेरि हामी चाहिँ पवित्र आत्माको वरदानको बारेमा इग्नोर हुनुहुन्न, इग्नोरेन्स, हामी अनजान हुनुहुन्न। हामीलाई थाहा हुनुपर्छ पवित्र आत्माको वरदान के हो अनि कसरी त्यसलाई अपरेट गर्नुपर्ने हो। यो सम्भव छ कि कुनै पनि प्रचारक या त पास्टर पवित्र जीवन जिउँदैछ अनि उहाँको जीवनमा पवित्र आत्माको कुनै पनि वरदान हुन सक्दैन। अनि अर्को यो पनि सम्भव छ कि कोही कुनै परमेश्वरको जनको जीवनमा पवित्र आत्माको वरदान चलिरह अपरेट भइरह, तर उहाँ पवित्र जीवन नजिउँदा यो ग्यारेन्टी छैन कि उहाँ पवित्र जीवन जिउँदै हुनुहुन्छ। किनभने यो सम्भव छ, यदि कोही मान्छे पापमा जीवन जिए पनि पवित्र आत्माको वरदान चाहिँ उहाँको जीवनमा काम गरिरहेको। हामीले युट्युब हेर्न सक्छौँ कि कतिजना पास्टर बुवाहरू होइन जसले हामीले गिफ्ट्सहरू उहाँको जीवनमा अपरेट हुन्थ्यो, तर उहाँहरूको यस्तो भिडियोहरू लिक भयो जुनमा चाहिँ उहाँहरूको एक्सपोज भएको छ, उहाँहरूको भित्री जीवनहरू कस्तो थियो भन्ने कुरा। यसले चाहिँ के देखाउँछ भन्दाखेरि यो सम्भव छ कि तपाईँको जीवनमा पवित्र आत्माको वरदान काम गर्न सक्छ तर पनि तपाईँ पापमा जिउन सक्नुहुन्छ। अनि अर्को यो पनि सम्भव छ कि तपाईँ पवित्र जीवन जिउन सक्नुहुन्छ तर पनि पवित्र आत्माको वरदान तपाईँको जीवनमा छैन। अब तपाईँ भन्न सक्नुहुन्छ होला, कसरी त पवित्र जीवन नजिए पनि कसैको जीवनमा पवित्र आत्माको वरदान अपरेट हुन सक्छ त? रोमी 11:29 यसले लेखेको छ, फर द गिफ्ट्स एन्ड कलिङ अफ गड आर विथआउट रिपेन्टेन्स। यहाँ चाहिँ के भने परमेश्वरको वरदान र बोलावट चाहिँ विथआउट रिपेन्टेन्स भनेको हामीले पश्चाताप नै गर्न पर्दैन कि गिफ्ट्स र कलिङको लागि। परमेश्वरले चाहिँ कसैको गल्तीको कारण, एकजनाको गल्तीको कारण त्यो गिफ्ट्सलाई लिनुहुन्न या त त्यो बोलावटलाई लिनुहुन्न। यसकारण हामीले पास्टर बुवाहरू कतिपय गल्ती गर्नुहुन्छ, व्यभिचारमा पर्नुहुन्छ, त्यही पनि उहाँहरूले सेवा गरिराख्नु भयो। किन भन्दाखेरि यहाँ वचनमा के लेखेको छ, कलिङ अफ गड आर विथआउट रिपेन्टेन्स। यसको लागि चाहिँ हामीले पश्चाताप गर्न पर्दैन। यसकारण त कोही पापमा जिरहेको हुनसक्छ, त्यही पनि उसको जीवनमा पवित्र आत्माको वरदान अपरेट हुनसक्छ। उसको जीवनमा बोलावट होइन, उसले प्रार्थना गर्दा निको हुनसक्छ, क्यान्सरहरू, विभिन्न रोगहरू, तर पनि ऊ पापमा जिरहेको हुनसक्छ किनभने लेखेको छ विथआउट रिपेन्टेन्स। अनि हामीले वचनमा हेर्न सक्छौँ कि शैतानलाई स्वर्गबाट परमेश्वरले झारिदिनु भयो, त्यो अहिले पृथ्वीमा छ, तर पनि उसको जीवनमा, शैतानको जीवनमा गिफ्ट्स चाहिँ काम गरिरह। परमेश्वरले त्यो गिफ्ट्स लिनु भएन किनभने उहाँ दिने परमेश्वर हुनुहुन्छ, लिने परमेश्वर हुनुहुन्न। कसैले पनि आफ्नो बुवा आमाले आफ्नो छोराछोरीले गल्ती गर्दैमा गिफ्ट्स बर्थडेमा दिएको गिफ्ट फिर्ता लिन्छ, लिँदैन नि। त्यसरी हाम्रो स्वर्गीय पिताले पनि दिएको कुरा कहिले पनि लिनुहुन्न। शैतानबाट पनि लिनु भएन भने हामीबाट पनि लिनुहुन्न। जस्तो एउटा उदाहरणको लागि एकजना म वर्सिप लिडरलाई चिन्छु, अनि उहाँ चाहिँ एकदम दामी वर्सिप गर्नुहुन्छ। अस्ति नै एउटा मिटिङमा गएको थिएँ अनि उहाँले एकदम राम्रो वर्सिप गर्नुभयो। उहाँले वर्सिप गर्दाखेरि प्रभुको उपस्थिति आउँथ्यो, तर मलाई थाहा थियो उहाँले कस्तो जीवन जिरा भनेर। उहाँले होइन कहीँ कम्प्रोमाइजको जीवन जिरहेको थियो, पापको जीवन हामीले देखिरहेको थियौँ। त्यही पनि उहाँले जब वर्सिप गर्नुहुन्थ्यो नि त्यो परमेश्वरको उपस्थिति आउँथ्यो कि। अनि तर त्यो वरदानले कहिले नि फुल्ली अपरेट हुन पाएन, किन भन्दाखेरि उहाँले पवित्र जीवन जिउनु हुन्थेन नि त। अनि यसको मतलब यदि कोही पापमा जिरह पवित्र आत्मा वरदान पनि मेनिफेस्ट भइरह भने मेनिफेस्ट त हुन्छ, अपरेट त हुन्छ, तर मान्छेहरू फुल्ली ब्लेस हुँदैन किनभने
मान्छेलाई थाहा हुन्छ नि त त्यो मान्छे कस्तो जीवन जिरा भनेर। यसकारण यसले मान्छेहरूलाई अलिकति चाहिँ असर चाहिँ पार्छ पवित्र आत्माको वरदान अपरेट भए पनि। अनि के चाहिँ इम्पोर्टेन्ट हो त? पवित्र आत्माको वरदान इम्पोर्टेन्ट हो कि फल इम्पोर्टेन्ट हो? हामीले के बुझ्नुपर्छ भन्दाखेरि वी निड टु अन्डरस्ट्यान्ड द्याट गिफ्ट्स अफ द होली स्पिरिट विल एट्र्याक्ट पिपुल एन्ड फ्रुट विल सस्टेन पिपुल विथ यु। पवित्र आत्माको वरदानले चाहिँ मान्छेलाई तान्छ भने पवित्र आत्माको फलले चाहिँ मान्छेलाई सस्टेन हामीसँग नै राख्छ। यदि हुनसक्छ कि तपाईँको वरदान देखेर मान्छे तपाईँबाट आउँछ तर तपाईँको व्यवहार देखेर तपाईँलाई छोडेर जान सक्छ। कतिजनासँग त्यस्तै हुन्छ, मान्छेहरू होइन अभिषेक त हो भनेर जान्छ तर उहाँहरूको जीवन देख्दाखेरि मान्छेहरू फेरि पनि उहाँतिर टाढो जान्छ। यो होइन कि जसले पनि तपाईँलाई छोड्छ त्यो चाहिँ शैतानले उनीहरूलाई छोड्न लगा। कतिपय मान्छेले तपाईँको व्यवहार कारण पनि छोडिरहन्छ, तपाईँको नराम्रो व्यवहार कारण। यसकारण उनीहरूसँग शैतानको समस्या होइन, तपाईँसँग छ व्यवहारको समस्या। यसकारण तपाईँले आफूलाई जाँच्न पर्ने हुन्छ। यदि कुनै मान्छेलाई रोग लाग्यो अनि त्यो मान्छे डक्टर कहाँ गयो अनि त्यसले त्यो एउटा डक्टरलाई झुटो भन्यो, अनि अर्को डक्टर कहाँ गयो अर्को डक्टरलाई पनि झुटो भन्यो, अनि फेरि अर्को डक्टर कहाँ गयो अर्को डक्टरलाई पनि उसले झुटो भन्यो, होइन म रोगी छैन तपाईँले झुटो भन्नुभयो। म चाहिँ भन्छु प्रब्लम डक्टरमा होइन तिम्रोमा छ। किनभने यदि एउटा डक्टरले पनि झुट बोल्न सक्छ तर सबैले सक्दैन नि त। यसरी यदि तपाईँ चर्चमा हुनुहुन्छ, यदि कहीँ जानुहुन्छ मिटिङमा अनि तपाईँलाई सबैसँग समस्या छ भने म चाहिँ अरू प्रब्लम होइन तपाईँ प्रब्लम भने थाहा हुन्छ। किन भन्दाखेरि एकजनासँग पो हामी मिलेर बस्न नसक्ला तर सबैसँग त त्यो घटना हुँदैन नि त। तर तपाईँ यस्तो व्यक्ति हुनुहुन्छ तपाईँको कोहीसँग नै मिल्दैन भने समस्या अरूमा होइन, समस्या तपाईँभित्र छ। अनि हामीले के बुझ्नुपर्छ भने पवित्र आत्माको फल र वरदान इक्वली इम्पोर्टेन्ट छ। अनि यो पनि हुनसक्छ कि कसैको जीवनमा पवित्र आत्माको फल त छ तर वरदान एउटा पनि नभएको। किनभने वचन लेखेको छ अर्नेस्टली डिजायर द स्पिरिचुअल गिफ्ट। यदि हामीले संसारमा हेऱ्यो भने एउटा मान्छेलाई डान्स गर्नभन्दा अगाडि ऊ भित्र के आउँछ? डान्स गर्ने डिजायर आउँछ, होइन मलाई नाच्न मन लाग्छ। त्यसरी नै जसरी नेचुरल गिफ्ट मान्छेले पाउँछ त्यसरी नै स्पिरिचुअल गिफ्ट पनि त्यसरी नै पाउँछ। के लेख्छ बाइबलमा? अर्नेस्टली डिजायर स्पिरिचुअल गिफ्ट भनेको तपाईँले डिजायर गर्नुपर्छ। प्रभुले त्यत्तिकै फोर्स गर्नुहुन्न, तैँले यो युज गर्नै पर्छ भनेर। सुरुमा प्रभुले तपाईँको हृदयमा डिजायर दिनुहुन्छ त्यो गिफ्ट प्रति। जस्तो हामीले बाइबलमा हेऱ्यो भने येशू ख्रीष्ट 30 वर्षसम्म पवित्र जीवन जिउनुभयो तर कोही आत्मा पनि बाँचेको थिएन। तर 30 वर्षपछि जब पवित्र आत्माको वरदान उहाँको जीवनबाट अपरेट हुन थाल्यो, रोगीहरू निको हुन थाल्यो, त्यसपछि भिड मान्छे उहाँसँग आउन थाल्यो। यो हुनसक्छ तपाईँ पवित्र जीवन जिउनु हुनुहुन्छ, तपाईँ परमेश्वरको सेवक हुनुहुन्छ तर तपाईँ कोही मान्छे तपाईँको आगे होइन, तपाईँ भन्नुहुन्छ 32मा दिने योना पनि त एक्लै थियो, नोआ पनि एक्लै थियो, होइन तपाईँसँग पवित्र आत्माको वरदान नभएको कारण। किन भन्दाखेरि वरदानले चाहिँ मान्छेलाई खिच्छ। जसरी 30 वर्षसम्म प्रभु येशूले 30 वर्षसम्म पवित्र जीवन जिउँदा नि कोही मान्छे आएन भने तपाईँले जिउँदाखेरि आउँछ होला। तर जब त्यो वरदान अपरेट भयो नि पवित्र आत्माको गिफ्ट्स अफ द होली स्पिरिट मान्छेहरू खिच्न थाले। त्यो गिफ्ट्सले चाहिँ मान्छेलाई खिच्छ भने हाम्रो फलले चाहिँ उनीहरूलाई राख्छ हामीसँग। यसकारण दुईटै हाम्रो जीवनमा इम्पोर्टेन्ट छ, वरदान पनि इम्पोर्टेन्ट छ, फल पनि इम्पोर्टेन्ट छ। अनि के अहिले पनि पवित्र आत्माको वरदान काम गर्छ या त छ कि त्यो अर्ली चर्चलाई मात्रै हो कि यो अहिले रोकिसक्यो? म तपाईँलाई एउटा क्वेसन सोध्न चाहन्छु कि येशू आउनुभयो, वचनमा लेखेको छ जब सिद्ध आउनेछ त्यसपछि गिफ्ट्स अफ द होली स्पिरिट सिज हुनेछ। अनि प्रभुले येशूले भन्नुभयो सिद्ध परमेश्वर बाहेक कुनै पनि सिद्ध छैन। यसको मतलब जब प्रभु येशू ख्रीष्ट सेकेन्ड कमिङ आउनुहुन्छ त्यसपछि यो गिफ्ट्स सिज हुन्छ। तर अहिले आउनु भएको छैन। अब तपाईँ भन्नुहुन्छ होला याबेस होइन त्यो त परमेश्वरको वचन जब बाइबल आउँछ गिफ्ट्स अफ द होली स्पिरिट रोकिन्छ भनेर। यदि तपाईँले त्यो भर्समा पढ्नुभयो भने त्यहाँ लेखेको छ नलेज विल अल्सो सिज भनेको ज्ञान पनि टलेर जान्छ। यसको मतलब बाइबलको नलेज पनि टलेर जान्छ। कति बेला? जब सिद्ध आउनुहुन्छ। को सिद्ध हो? परमेश्वर बाहेक कोही सिद्ध छैन। यसको मतलब जब प्रभु येशू ख्रीष्ट फेरि आउनुहुन्छ त्यसपछि हामीले गिफ्ट्स चाहिँदैन। हामीलाई के हुन्छ? के लेखेको छ वचनमा? प्रेमले जित्छ भनेर लेखेको छ। यदि तपाईँ त्यो व्यक्ति हुनुहुन्छ जसले अहिले पनि विश्वास गर्नुहुन्छ कि पवित्र आत्माको वरदान अहिलेमा छैन भने आइएम सरी बट द्याट इज लाइफ फ्रम पिट अफ हेल। त्यो चाहिँ नरकुण्डबाट आएको एउटा झुट हो अनि शैतानबाट चाहिँ तपाईँ झुक्किनु भएको छ। किन भन्दाखेरि पवित्र आत्माको वरदान अहिले पनि काम गर्छ। किन भन्दाखेरि प्रभु येशू ख्रीष्ट आउनुभएको छैन। तपाईँलाई थाहा छ कुन कुराले चाहिँ परमेश्वरको राज्यलाई हामी क्रिस्चियनहरूलाई चाहिँ अरू धर्मभन्दा के कुराले चाहिँ फरक गर्छ थाहा छ? यही पवित्र आत्माको वरदानले
अरूमा अरूसँग पनि धर्मशास्त्र छ, अरूसँग पनि शिक्षकहरू छ, गुरुहरू छ, तर केले चाहिँ यो परमेश्वरको राज्यलाई अरू धर्मभन्दा छुट्टा बनाउँछ? त्यो चाहिँ हो पवित्र आत्माको वरदानले। किन भन्दाखेरि अरूसँग धर्मशास्त्र छ, गुरुहरू छ, तर उनीहरूसँग पावर छैन, पावर अफ द होली गोस्ट। के भन्नु मेरो प्रभु यीशु ख्रीष्ट, जब पवित्र आत्मा आउनुहुनेछ तब तिमीहरूले शक्ति पाउनेछौ, डाइनामो पावर पाउनेछौ। त्यही चाहिँ छैन। अनि हामीले अहिले त्यही नै छैन भने नि हामी पनि अरू जस्तै डेड रिलिजन हो नि त। वी आर अल्सो डेड रिलिजन। यसकारण हामी जसरी अरू धर्मदेखि हामी बाहिर निस्किनुपर्छ, हामी इसाई धर्मदेखि पनि हामीले बाहिर निस्किनुपर्छ। किन भन्दाखेरि जबसम्म धर्ममा हामी छौँ तबसम्म परमेश्वरको राज्य बढ्दैन। किन भन्दाखेरि यस ख्रीष्ट धर्मलाई स्थापना गर्न होइन तर परमेश्वरको राज्यलाई स्थापना गर्नु आउनुभएको। अनि म तपाईँलाई भन्न चाहन्छु, जति इम्पोर्टेन्ट फ्रुट छ त्यति नै इम्पोर्टेन्ट गिफ्ट छ, अनि जति इम्पोर्टेन्ट गिफ्ट छ त्यति नै इम्पोर्टेन्ट फ्रुट छ। गिफ्ट्सले मान्छेलाई तान्छ भने फ्रुटले सस्टेन गर्छ तपाईँसँग मान्छेलाई। धन्यवाद।